केवल प्रश्न होइन, प्रश्नभित्र लुकेको सत्य खोज्ने प्रयास। तथ्यलाई केलाउँदै, विचारलाई बुझ्दै, दृष्टिकोणलाई परख्दै, किन, कसरी र अब के? कोलिया खबरद्वारा प्रस्तुत कार्यक्रम चिन्तन मनन, विचारको संवाद, सत्यको खोज। चिन्तन मनन कार्यक्रममा यहाँलाई स्वागत छ। जीवनमा हामी धेरै कुरा सुन्छौँ, धेरै कुरा देख्छौँ, तर ती कुरामाथि एकछिन रोकेर सोच्ने र मनन गर्ने समय कति निकाल्छौँ? यही सोचका साथ आज हामी सुरु गर्दैछौँ चिन्तन मनन कार्यक्रम। यस कार्यक्रममा हामी जीवन, समाज, शिक्षा, सफलता, सङ्घर्ष, सकारात्मक सोच र समसामयिक विषयहरूमाथि सरल र अर्थपूर्ण संवाद गर्नेछौँ। म हुँ बेचु गौड, तपाईँ सुन्दै हुनुहुन्छ चिन्तन मनन। त्यसैले केही समय आफ्ना व्यस्तताबाट अलग भएर हामी सँगै सोचौँ, बुझौँ र केही नयाँ सिकौँ। आउनुहोस् आजको चिन्तन मनन सुरु गरौँ। हस्त कार्यक्रम चिन्तन मननमा स्वागत छ। हाम्रो स्पाइनल सर्जन, मेरुदण्ड तथा ढाड सम्बन्धी चिकित्सक डाक्टर विशाल श्रेष्ठ, यहाँलाई यो कार्यक्रममा स्वागत छ। धन्यवाद। र अहिले हामी कुरालाई अगाडि बढाउँ। तपाईँको 7 वर्षको यो अनुभव र विभिन्न अहिले ग्रामीण क्षेत्रदेखि लिएर शहरी क्षेत्रसम्मका आम मानिसमा देखिएका यो मेरुदण्ड सम्बन्धी समस्या, ढाड सम्बन्धी समस्याहरू, कस्तो खालको समस्याहरू आइराखेको छ, यसलाई जीवनशैलीसित जोडेर किन यस्तो समस्याहरू आइराखेको छ र यसलाई समाधानहरू कसरी गरिराख्नु भएको छ, आफ्ना अनुभवहरू सहितको कुराहरू राखिदिनको लागि म धन्यवाद। अब हाम्रो यो जुन ढाड दुख्ने भने हामी वरपर हेर्दाखेरि कोही न कोहीलाई त ढाड दुखेको हामीले भेट्छौँ नै। मानिसको जीवनकालमा लगभग कसैले कसैलाई कुनै न कुनै बेलामा ढाड दुख्ने, घाँटी दुख्ने यो समस्याले त सताउँछ। स्टडीले पनि देखाउँछ कि 85% जति जनसङ्ख्यामा कुनै न कुनै जीवनको कुनै न कुनै समयमा ढाड दुख्ने समस्याले सताएको हुन्छ। र यो भन्दैमा सबैलाई अपरेसन चाहिन्छ भन्ने होइन। लगभग 85 देखि 95% बिरामीहरूलाई ढाडको दुखाइ केही आराम, औषधि, फिजियोथेरापी यावत कुराहरूले बिना अपरेसन पनि सन्चो हुने गरेको छ। यसको लागि कसैलाई 2 हप्ता लाग्ला, कसैलाई 4 हप्ता, त कसैलाई 6 हप्तासम्म लाग्ला। यसमा खास गरी समस्या कहाँबाट, केले समस्या उत्पन्न गराउँछ? अब यो ढाड दुखाइ किन हुन्छ त भन्दाखेरि हाम्रो पहिलो त जीवनशैली होइन। हामी जब निहुरेर धेरै काम गर्छौँ, निहुरेर भारी वजनहरू उठाउँछौँ, त्यो हुँदाखेरि चाहिँ मेरुदण्डमा दबाब पर्छ, जसको कारणले गर्दाखेरि चाहिँ मेरुदण्डको हड्डीहरू खिने प्रक्रिया सुरु हुने। अब कहिलेकाहीँ चोटको कारणले होला, कुनै सामान भारी उठाउँदाखेरि एकाडी सड्किने भन्छौँ जुन, त्यो हुँदाखेरि मासुमा स्प्रेन भन्छौँ हामी, त्यो भयो भने पनि ढाड दुखाइ हुन्छ। र अब कहिलेकाहीँ हाम्रो पोस्चर लामो समयसम्म, आजकल अब कम्प्युटर वर्क गर्ने भयो, एउटै पोस्चरमा लामो समयसम्म बस्ने काम भयो। र अब अहिले नयाँ भनेको मोबाइल, जुन हामी यसरी घोसिएर मोबाइल चलाइरहेको हुन्छौँ, त्यो गर्दाखेरि पनि हाम्रो गर्दनमा चाहिँ अलिकति प्रेसर पर्ने हुन्छ। त्यसको कारणले घाँटी दुखाइ हुन्छ र अरू बसाइहरू यिनीहरूको कारणले गर्दाखेरि ढाड दुख्ने समस्या चाहिँ अलि बढ्दै गइरहेको छ भन्नु। यो त रह्यो अब अलिकति जीवनशैलीसित जोडिएको। खानपानसित पनि केही सम्बन्धित छ? खानपान भन्नाले अब हाम्रो सेडेन्टरी लाइफस्टाइल भन्छौँ आजकल। पहिला मान्छेहरू एक्सर्साइजहरू धेरै गर्थे, त्यो हुँदाखेरि आफू फिट एन्ड फाइन हुन्थ्यो भने। अहिले हाम्रो जीवनशैली भनेको सेडेन्टरी लाइफस्टाइल भन्छौँ। सबैजना अफिस वर्कमा एउटै पोस्चरमा लामो समय बस्ने गर्दाखेरि वजन बढ्ने प्रक्रिया भयो। यसको कारणले गर्दाखेरि पनि ढाडमा समस्या चाहिँ अलि बढी देखिएको छ। जस्तो यो मोटापाले पनि त्यो ढाडमा असर पार्छ। पक्कै पार्छ। अनि त्यो एउटा अब यसमा भनिहालौँ, जस्तो यो खानपान त एउटा छँदैछ, अनि यो अहिले मोबाइलको, कम्प्युटरका कुराहरू पनि आइराखेको छ यो जीवनशैलीसित। र अहिले यो जस्तो रसायनयुक्त कुराहरू पनि अलिकति अहिले इन्भाइरोमेन्टमा, पोल्युसनसित, अरूसित यसले केही सरकार राख्छ? त्यस्तो डाइरेक्ट रिलेसन भन्ने त हुँदैन, तर पनि अब
एउटा देखिने भनेको डाइटमा भिटामिन डी डिफिसियन्सी भन्छ हामीले होइन, जुन सूर्यको प्रकाशबाट चाहिँ प्रमुख रूपमा पाइने हुन्छ। यसको डिफिसियन्सीको कारणले गर्दाखेरि पनि हाम्रो यो मसलहरू पेन हुने, जसको कारणले गर्दाखेरि लामो समयसम्मको ढाड दुखाइ हुने चाहिँ एकदम कमन देखिन्छ। अब यसमा अब सामान्य कुराहरू आउँदा अब त्यो तुरन्त यो सुरुमै मान्छेको के हो भने सामान्य उपचार गर्नुभन्दा परामर्श गर्नुभन्दा एमआरआई गराउने अरू गराउने पनि एउटा अनि ठुलो लगानी लाग्ने खालको कुराहरू छ। यसबारे कस्तो छ? अब हरेक बिरामीलाई एमआरआई गर्नुपर्ने भन्ने छैन होइन। मैले अघि पनि भने 85 देखि 90-95% बिरामीहरूमा यो भनेको सामान्य ढाड दुखाइको समस्या हो, जुनको चाहिँ अब हामीले केही उठाउँदाखेरि सड्केको होला, मासुको दुखाइ या जोड्नेको दुखाइको कारणले गर्दाखेरि केही समयको लागि दुख्ने हो। हरेक केसमा हामीले एमआरआई गरेर हेर्नुपर्ने भन्ने जरुरत छैन। तर अब आजकल बिरामीको चाहना होइन, अब भन्नुपर्दाखेरि इन्सुरेन्सको सुविधाको कारणले गर्दाखेरि पनि एमआरआई या त बिरामीको अवेरनेस भन्छौँ हामीले, हो यस्तो पनि गर्नुपर्दो रहेछ भन्ने त्यो अवेरनेस चेतनाको कारणले गर्दाखेरि पनि एमआरआईहरू बढेछ। तर क्लिनिकल्ली भन्दाखेरि चाहिँ हाम्रो सर्टेन गाइडलाइन्सहरू छ, कहिले गराउनु त एमआरआई होइन। हरेक बिरामीले डक्टर कहाँ तुरुन्त गइहाल्नुपर्छ भन्ने पनि छैन होइन। अब कहिले चाहिँ विशेषज्ञकै परामर्श लिने त भन्दाखेरि हामीले रेड फ्ल्याग साइन्स भन्छौँ यसमा। यो भनेको के हो त, लामो समयसम्म ढाड दुखाइ भइरहेको छ होइन, ढाड दुखाइ खुट्टामा आइरहेको छ, हामीले सिन्का हाने भन्छौँ होइन, ढाडबाट खुट्टामा आइरहेको छ, खुट्टा झमझम हुने भइरहेछ, लाटो भइरहेछ, खुट्टाबाट चप्पलहरू छुटिरहेको छ, कमजोरी आइरहेको छ, दिशा पिसाबमा समस्या आइरहेको छ, या त दिशा पिसाब फेर्ने ठाउँको वरपर यदि लाटोपन भइरहेछ भनेदेखि चाहिँ हामीले यसलाई रेड फ्ल्याग साइन्स भन्छौँ। यो भनेको चाहिँ हामीले चाहिँ तुरुन्त परामर्श चाहिँ लिनु पर्यो। यतिखेर चाहिँ नसा च्यापेको शङ्का अलिक बढी देखिन्छ, त्यही भएको कारणले गर्दाखेरि यतिखेर चाहिँ हामीले एमआरआई गराउन चाहिँ उचित रहन्छ। र त्यसको लागि चाहिँ हाम्रो फर्स्ट लाइन अफ इन्भेस्टिगेसन भनेकै नै एमआरआई नै हुन्छ तब चाहिँ। यसमा अब एउटा त यो सर्जरीसित कुरा हो, अनि त्यसपछि अर्को एउटा के यो फिजियोथेरापी गर्ने कुराहरू पनि त्यहीसित सम्बन्धित छ कि? हजुर त्यो पनि अब औषधि हाम्रो एउटा लेभल अफ ट्रिटमेन्ट हुँदाखेरि फिजियोथेरापीले पनि एउटा राम्रो सहयोग गर्छ। यसले हाम्रो पोस्चर मेन्टेनेन्स, मासुलाई बलियो बनाउने एक्सर्साइजेसहरू यिनीहरू सबै सिकाउँछ र यसले बिल्कुलै यो ढाड दुखाइका बिरामीहरूलाई सहयोग चाहिँ पुर्याउँछ। अहिले धेरै यो सामाजिक सञ्जालबाट पनि आउँछ ढाड दुखाइका, अनि यो एक्सर्साइज गर्नुहोस् जुन सिकाउने गरेको छ र त्यसलाई मान्छेले प्रविधि त्यसलाई एउटा अब तपाईँ विज्ञताको हिसाबले त्यसलाई कतिको उचित कतिको अनुचित कस्तो मान्नु? अब यस्तो छ, अब सधैँ विशेषज्ञको सुझाव लिएको राम्रो हुनेछ होइन। यहाँ त आजकल त युट्युबहरूदेखि लिएर सबै कुरा छ, सबै इन्फर्मेसन ठिक छ भन्ने हुँदैन होइन। त्यही भएको कारणले गर्दाखेरि चाहिँ मेरो सल्लाह भनेको चाहिँ तपाईँ फिजियोथेरापी गर्नुहोस्, तर त्यसमा विशेषज्ञ उहाँ जो फिजियोथेरापिस्टहरू हुन्छ उहाँकै सल्लाह लिँदाखेरि बेटर हुनेछ होइन। या त हामी स्पाइन सर्जन्सहरू हुन्छौँ होइन, अर्थोपेडिक सर्जनहरू हुन्छौँ, जसलाई त्यो क्षेत्रको त्यो सम्बन्धी चाहिँ ज्ञान हुन्छ, उहाँहरूसँग परामर्श लिएर त्यही अनुसार गरेको राम्रो। बाँकी युट्युबमा जुन भिडियो हुन्छ त्यो हेरेर गर्दाखेरि कहिलेकाहीँ चाहिँ त्यसले फाइदाभन्दा झन् नोक्सान पुर्याउने सम्भावना चाहिँ बढी देखिन्छ। अनि एउटा पारम्परिक पनि हाम्रो गाउँघरमा कहीँ अहिले त कम हुँदै गएछ, तर पारम्परिक उपचार पनि गरिन्थ्यो। यसो ढाड सड्क्यो अरू गर्यो भने त्यो गर्ने कि त्यो एउटा परम्परागत रूपमा तन्काउने। अब त्यो गर्दाखेरि चाहिँ अलिकति रिस्क पनि बढी हुन्छ। कहिलेकाहीँ चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो पड्काउने भन्छौँ ढाड होइन, त्यो गर्दाखेरि चाहिँ यसले चाहिँ अब कहिलेकाहीँ चाहिँ समस्या झन् बढाउन सक्छ होइन। त्यो भएर चाहिँ मेरो विचारमा त नगरेकै राम्रो होला होइन। जबसम्म रोग पहिचानमा आउँदैन, कतिपय कुरा त त्यसले पनि ठिक भएको होला, तर अब जबसम्म रोग पहिचान आउँछ, जस्तो नसा च्यापेको छ, के कारणले दुखाइ छ त, नसा च्यापेकोमा त एउटा कारण हो ढाड दुखाइ। अरू हामीले भन्छौँ उमेर अनुसार जस्तो जोड्नेहरूको खिएको कारणले दुखाइ हुन्छ, नसा जाने बाटो साँगुरो भएर दुखाइ हुनसक्छ, मासुको दुखाइ हुनसक्छ। यो सबै कुराहरू पहिचान गर्न पनि जरुरी छ। जस्तो कहिलेकाहीँ अर्को पक्षको आउँछ कि यो मानसिक रोगको कुराहरू छ नि जोडिएको हुन्छ। हजुर, यो मानसिक रोगमा अनि योसित के छ त्यसको? अब योसँग चाहिँ अब हाम्रो हाड जोड्नेको समस्या त पहिलादेखि लिन्छ। ढाड दुखाइ मात्र होइन, ढाड दुखाइ त एउटा पार्ट अफ स्पेक्ट्रम भन्छौँ, एउटा रोगको एउटा सानो हिस्सा जस्तो हुन्छ होइन, जसमा चाहिँ मानसिक रोग भएको बिरामीहरूमा चाहिँ अब यो चाहिँ
फङ्सनल पेन भन्छौँ मानसिकको कारणले गर्दाखेरि चाहिँ प्रेजेन्टेसन चाहिँ उसलाई ढाड दुख्ने मासु दुख्ने शरीरको अरू अङ्गहरू दुख्ने भन्ने एउटा चाहिँ स्पेक्ट्रम अफ डिजिज चाहिँ हुन्छ त्यसमा चाहिँ। अहिले धेरैजनामा त्यो देखिँदो रहेछ। अब कोही कोही मर्निङ वाक हिँड्दा हिँड्दै हजुर एकछिन एक्सर्साइज भयो भने अनि बस्छन्, अनि त्यसपछि विश्राम गर्ने त्यो गर्ने खालका कुराहरू समस्याहरू ल्याउँछन्, तर एक्चुअलमा फ्याक्ट फाइन्डिङ त्यो भएको हुँदैन। त्यस्ताले के होइन, अब त्यो एकछिन हिँडेर पछि बस्नुपर्ने सम्भावना भनेको हामीले न्युरोजेनिक क्लडिकेसन भन्छौँ। त्यो भन्नुको अर्थ र नसा जाने बाटो साँघुरो हुँदाखेरि चाहिँ केही समय हिँडेपछि खुट्टामा लाटो पनाउने, झमझमाउने या त एकछिन बस्न पायो भने जस्तो त्यो चाहिँ बिरामीलाई लाग्छ। एकछिन बस्यो फेरि हिँड्न सक्नुहुन्छ। त्यो चाहिँ एउटा नसा जाने बाटो साँघुरो जसलाई हामी क्यानल स्टेनोसिस, लम्बार क्यानल स्टेनोसिस भन्छौँ, त्यसको कारणले गर्दाखेरि पनि त्यो समस्या आएको हुनसक्छ। अब जस्तो अब यो खास गरी यो गाउँका मान्छेमा अब सन्देशको रूपमा गर्न पर्यो भने एउटा पक्ष उनीहरूको रहनसहन र अर्को चाहिँ खानपान र एउटा केही सामान्य लक्षणहरू देखिँदा चिकित्सीय परामर्श, यी बारेमा पहिलो के गर्नुपर्छ? अब पहिलो त सबै हाम्रो ढाडको हेल्थ भन्छौँ होइन, आफ्नो ढाडको जोगाउने नै हुन्छ। हाम्रो शारीरिक बनावट होइन, हाम्रो रहनसहन, बस्ने बानीदेखि लिएर सबै कुराहरू ध्यान दिनु पऱ्यो होइन। त्यो कुराले चाहिँ ढाड दुख्ने नै आउनु भएन। पहिलो कुरो ढाड दुखाइ भइहाल्यो भने पनि सही परामर्श गर्नु पऱ्यो होइन। अब के कारण हो त पत्ता लगाउनु पऱ्यो। चिकित्सकको एउटा सल्लाह लिएपछि अब उचित पहिला त रोग नै पत्ता लगाउनु पऱ्यो होइन। सामान्य हो या अरू केही डराउनु पर्ने केही हो होइन, त्यो भयो। अब अर्को रोग पत्ता लगाइसकेपछि अगाडि के गर्ने त भन्ने कुराहरू हो होइन। अघि पनि भनिहालेँ कतिपय कुराहरू औषधि, सामान्य रेस्ट, फिजियोथेरापीबाटै निको हुन्छ। कतिपय होइन, म्याक्सिममहरू त त्यही नै हुन्छ। सानो पर्सेन्टेज अफ मान्छेलाई चाहिँ अपरेसनको जरुरत नै पर्छ। अपरेसन गर्नु भनेको पहिला जुन हाम्रो सबै जनमानसमा छ कि ढाडको अपरेसन, मेरुदण्डको अपरेसन त ओहो यो त गर्नुहुन्न, बरु दुखाइ सहेर बस्ने, अपरेसन नगर्ने भन्ने एउटा चलन चल्ती अब सबैतिर नै छ, व्याप्तै छ। यहाँ मात्र होइन, विदेशमा पनि धेरै ठाउँमा लगभग त्यही नै छ। तर अब अहिले चाहिँ यो टेक्नोलोजीहरूको विकास सँगसँगै ट्रेनिङको सुविधाहरू र असेसिबिलिटीको कारणले गर्दाखेरि चाहिँ अब चाहिँ यो स्पाइन सर्जरी जुन पहिला मान्छेलाई डर थियो त्यो चाहिँ सायद डराउनु पर्ने छ जस्तो लाग्दैन। किनभने हामीले अब धेरै अपरेसन गरिरहेछौँ, हाम्रो टिमले गरिरहेछौँ होइन। अब सबैतिर भइ नै रहेछ। त्यो हुँदाखेरि चाहिँ राम्रो आउटकम छ होइन। बिरामीले सहेर बस्नुभन्दा सानो अपरेसन गर्दाखेरि उसको जीवन स्तर भनेको एकदम राम्रो हुन्छ। जुन क्वालिटी अफ लाइफ भन्छौँ हामीले, त्यो एकदम राम्रो भएको छ। अनि हालसालै हामीले अब इन्डोस्कोपिक स्पाइन सर्जरी पनि सुरु गरेका छौँ। अब देवदा मेडिकल कलेजमा इन्डोस्कोपिक स्पाइन सर्जरी गरेका छौँ होइन। सानो चिरा अराउन्ड 1 सेन्टिमिटरको पनि चिरा हुँदैन, त्यसबाट चाहिँ हाम्रो नसा च्यापेको बिरामी, मेरुदण्डको नसा जाने बाटो साँघुरो भएको बिरामीहरूको चाहिँ सफल रूपमा अपरेसन गरि नै रहेका छौँ। त्यसमा खासै धेरै बसाइ पनि छैन। बिरामी 1 देखि 2 दिन बस्छ, त्यसपछि हामीले घर पठाइदिन्छौँ। र अहिलेसम्म को बिरामीहरूको राम्रै रिजल्ट पनि आएको छ, उहाँहरू खुसी पनि हुनुहुन्छ। एउटा कहिलेकाहीँ त्यस्ता गुनासाहरू आउँछ कि डाक्टर साहब, जस्तो कुनै कुनै टेस्टहरू हुन्छ नि। अब टेस्टको लागि यहाँ मेरुदण्डको बाट के त्यो क्याल्सियम अरू के झिक्ने अनि त्यो टेस्टको प्रयोग हुन्छ। त्यस्ता बिरामीहरूले पनि टेस्टको लागि दिँदा हुन त उनीहरूको ढाडको समस्या त होइन, तर केही अरू फर्दर टेस्टको लागि जुन दिन्छ त्यसले केही समस्या निम्त्याउँछ। त्यस्तो भन्ने त हुँदैन। अब तपाईँले भन्नुभयो सायद अब यो हाम्रो लम्बार पङ्क्चर होइन, त्यो अब कुनै इन्फेक्सन छ हाम्रो मस्तिष्कमा भने चाहिँ ढाडको पानी जाँचको लागि हो। तर त्यो त अलि अनरिलेटेड कुरा। तर त्यसको कारणले त्यस्तै ढाड दुखाइ हुनै पर्ने भन्ने त्यस्तो त छैन। त्यसमा त्यस्तो छैन। छैन। जस्तो अहिले अब सरकारले जुन अहिले गाउँ गाउँमा पनि हेल्थ पोस्टहरू आधारभूत स्वास्थ्य चौकीहरू मार्फत अब काम गरिराखेको छ, दिइराखेको छ। त्यहाँबाट यो जागरण गर्ने हो भने अथवा जनस्वास्थ्यका कामहरूको जुन कुरा छ त्यो कतिको पाउनु भएछ? त्यस्तो गाउँमा यस्तो भयो देखिए त्यहाँ जानुहोस् भन्ने खालको। अब अहिले पनि बिरामीहरूलाई चाहिँ कहिले जाने त, डक्टरकोमा कहिले जाने त, कहिले चाहिँ तुरुन्त जाने भन्ने कुराहरू चाहिँ अलिकति ज्ञान कमै भएको जस्तो चाहिँ देखिन्छ। अब कतिपय बिरामी खुट्टा कमजोरी भए पनि नगइरहेको हुन्छन्। कतिपयको बिरामीको दिशा पिसाबमा समस्या आउँदाखेरि पनि उचित रूपमा आइपुगेका हुँदैन। कतिपय बिरामी हिँड्न सकेका छन्, कति महिनौदेखि थला परेर बसेका छन् ओछ्यानमै। उनीहरूको चाहिँ यदि यो सही समयमा रोग पत्ता लगाएर सही उपचार पाएको भए सायद त्यो दुखाइहरूबाट चाहिँ छिटो मुक्ति हुन्थ्यो होला हैन, त्यस्तो लाग्छ। त्यही भएर गाउँघरमा पनि अब मैले अघि भनिहालेँ हाम्रो जुन रेड फ्ल्याग साइन्सहरू भन्ने अब यो भनेको चाहिँ विशेषज्ञलाई भेटिहाल्नुहोस् है भन्ने कुराहरू चाहिँ यदि अघि भनेका ती कुराहरू छन् भनेदेखि चाहिँ ढिलाइ नगरिकन अब आफ्नो नजिकको विशेषज्ञ डाक्टरसँग भेट्दा चाहिँ एकदमै राम्रो हुन्छ।
जस्तो यो तपाईँको अनुभवमा अहिले कुन उमेर समूहलाई बढी यसले गरिरहेछ भेटेन तपाईँसित? उमेर समूह भन्दा पनि अब जो युजली मिडल एजहरूमा भन्छ होइन 30 देखि 50 वर्षहरूको उमेरमा चाहिँ अलिकति बढी देखिन्छ र अब त्यो चाहिँ नसा च्यापिने कारणहरू भयो भनेदेखि 60 वर्ष माथिको उमेरमा चाहिँ अब यो चाहिँ डिजेनेरेटिभ जसरी अरू ठाउँको हड्डी खिन्छ त्यही अनुसार ढाडको हड्डी खिएर पनि नसा जाने बाटो साँघुरो हुने ढाडको हड्डीको खिएको कारणले जोड्नेहरू सुजन हुने कारणले दुखाइहरू चाहिँ बढी देखिन्छ। त्यस्ता ज्येष्ठ नागरिकहरूमा त्यस्ता हजुर ज्येष्ठ नागरिकमा जसरी घुँडाको हड्डी खिन्छ त्यसरी ढाडको हड्डी पनि खिएको हुन्छ र त्यहाँ चाहिँ खिँदाखेरि चाहिँ नसा जाने बाटो साँघुरो हुन्छ। त्यसको कारणले गर्दाखेरि एउटा त दुखाइ आउने भयो ढाडको जुन हड्डीको कारणले गर्दाखेरि हुन्छ भनेदेखि अरूको नसा जाने बाटो साँघुरोको कारणले खुट्टामा पनि समस्या आउने भएको हुनसक्छ। अब खास गरी यो महिलाहरूमा पनि त्यस्ता कुराहरू हुन त पहिला पारम्परिक रूपमा जसले पनि यो कमन रूपमा ढाड दुख्छ यो दुख्छ भन्ने खालका धेरै पहिला गाउँमा त्यो पारम्परिक उपचार हुन्थ्यो नि अनि उनीहरू कमन सेन्स लगाएर अनि यो भनिहाल्ने अनि मान्छेलाई विश्वास लाग्नलाई ए मेरो त ढाड दुख्छ अनि यो कम्मर दुख्छ यस्तो दुख्छ भन्ने कुराहरू पनि ल्याउँथे। अब त्यस्तालाई पनि अब त्यस्ता अब अझ बढी चाहिँ विश्वस्त हुने भनेको महिला समुदायमा महिलाहरूको उसमा थियो। त्यसको बारेमा चिकित्सीय उसमा के भन्नु? होइन ढाड दुखाइ चाहिँ महिलाहरूमा चाहिँ कहिले काहीँ पाठेघरको इन्फेक्सनको कारणले गर्दाखेरि पनि ढाड दुखाइ चाहिँ हुनसक्छ। महिलाहरूमा विशेष देखिने भने किनभने उहाँहरू अब घरमा कामहरू धेरै अब जस्तो घरैसी कामहरूमा निभेर गर्ने भाँडा माझीदेखि लिएर यताउति कामहरू धेरै गर्दाखेरि उहाँको ब्याकमा धेरै स्ट्रेन हुने गरेर पनि ढाड दुखाइहरू चाहिँ अलिकति कमन हुनसक्छ। जस्तो यो ढाड सम्बन्धी अथवा यो मेरुदण्डको उसमा काम र विश्राम को अन्तर सम्बन्ध कतिको केही छ? त्यो त धेरै छ, त्यो त सधैँ नै रहन्छ। काम गरेर ब्याकलाई स्ट्रेन हुने काम चाहिँ गर्नु भएन। पहिला त प्रपर पोस्चर मेन्टेन गर्नु पर्यो होइन, न्युट्रल गर्ने कामहरू कम गर्नु पर्यो र अभियसली रेस्ट त दिएको त राम्रै हुन्छ। केही समय रेस्ट गरेर एउटै उसमा काम गरिराख्नुभन्दा पनि रेस्ट लिँदै काम गरेको त फाइदा हुन्छ शरीरलाई। हस् त हामी यो चिन्तन मनन कार्यक्रममा अब स्वास्थ्य सम्बन्धी केही समस्याहरू लिएर अझ पनि स्वास्थ्यको यो स्पाइन सम्बन्धी समस्या लिएर हामी डाक्टर विशाल श्रेष्ठसित छलफलमा थियौँ र फेरि पनि आउँदो दिनमा फरक विषयलाई लिएर फरक सन्दर्भ लिएर तपाईँ दर्शक सामु आउने नै छौँ। धन्यवाद। केवल प्रश्न होइन, प्रश्नभित्र लुकेको सत्य खोज्ने प्रयास, तथ्यलाई केलाउँदै विचारलाई बुझ्दै दृष्टिकोणलाई परख्दै किन कसरी र अब के कोलिया खबरद्वारा प्रस्तुत कार्यक्रम चिन्तन मदा विचारको संवाद सत्यको खोज।